कहाँसम्म हिँड्नुभयो तपाईँहरू? ए कहाँसम्म हिँड्नु भएको होला? ए लो 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 टाढेबाट आउनु भएको रहेछ। टाढोबाट आउनु भएछ कति कामले आउनुभयो बासै मात्रै बस्नु आउनुभयो अब क्लास अहिले नानी चाहिँ त्यहाँदेखि अब के कसो गर्नु तपाईँले के कसो हुन्छ त्यहाँदेखि एकैचोटि बासै माग्नु भयो त परदेशीहरू मान्छेहरू तपाईँ लावा लस्केर त डर डर पनि लागेर ठिकै छ। अब तपाईँ पाहुनाहरू भएर आउनु चाहिँ बासमा बास त पाउनुहुन्छ त्यत्रो ठुलो घर त हाम्रो लागि सबै ठुलै भइरहेको छ। तपाईँ यो उठाइदिनु ल बास चाहिँ दिइहाल्नु आउनुहोस् छोरीलाई लानु सक्नुहुन्छ तर आज चाहिँ लानु पाउनुहुन्न होइन। हाम्रो चाहिँ फेरि मगनी भएर लानु पाउँदैन जबसम्म चर्चमा हामी एउटा विधिवत र एउटा कानुनी प्रकारले उहाँलाई घोषणा गर्दैनौँ तबसम्म चाहिँ भन्नुहोस् तपाईँलाई मेरो दाजुले मात्र होइन हामी सम्पूर्ण परिवार हाम्रो परिवार भर्नको लागि हामी पनि विशेष प्रस्ताव राख्छौँ। धन्यवाद। मानिसहरूले तपाईँका भयानक कामहरूका शक्तिको विषयमा कुरा गर्नेछन् र म तपाईँको महानताको घोषणा गर्नेछु। तिनीहरूले तपाईँको ठुलो भलाइको सम्मान बोलेर प्रकाश गर्नेछन् र तपाईँको धार्मिकताको विषयमा गाउनेछन्। परमप्रभु अनुग्रही र दयाको परिपूर्ण हुनुहुन्छ अनि सौनमा धीरजी र अति करुणामय हुनुहुन्छ र अन्तिम पद 9 मा परमप्रभु सबैमाथि भलो हुनुहुन्छ र तपाईँको कोमल कृपा उहाँका कार्यहरूमा श्रेष्ठ छ। अब 14 पतन भएकाहरू सबैलाई परमेश्वरले सम्हाल्नुहुन्छ, निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ। सबैका आँखाले तपाईँकै बाटो हेर्दछन् र तपाईँले तिनीहरूलाई ठिक समयमा आहार दिनुहुन्छ। तपाईँले आफ्नो मुट्ठी खोल्नुहुन्छ र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ। परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ। उहाँमा पुकारा गर्ने सबैका नजिक परमेश्वर हुनुहुन्छ। उहाँलाई साँचोसित पुकार्ने सबैको नजिक उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ र तिनीहरूलाई बचाउनुहुनेछ। उहाँलाई प्रेम गर्ने सबैलाई परमप्रभुले जोगाउनुहुनेछ तर सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ। मेरो मुखले परमप्रभुको प्रशंसाको बयान गर्नेछ र सारा प्राणीले सधैँको निम्ति उहाँको पवित्र नामलाई धन्यको भनुन्। आमेन। सकेको विराजमान चित्त परमेश्वर तपाईँलाई धन्यवाद दिन्छु। विशेष गरी समयको लागि प्रभु हामी तपाईँको लागेको छ र प्रभु विशेष प्रभु तपाईँलाई म धन्यवाद दिन चाहन्छु यो समयको लागि। विशेष प्रभु हामी यहाँनिर यस परिवारमा यस मिडियामा आएको छु प्रभु धन्यवाद दिन चाहन्छु। विशेष प्रभु मैले तपाईँको इच्छा अनुसार प्रभु तपाईँले समय दिनेको अनुसार तपाईँसँग प्रार्थना राखेको अनुसार तपाईँले मलाई प्रभु तपाईँको छोरी तपाईँको इच्छामा यो विवाहलाई मसँग जोडाइदिनु भयो।
यो समय यो अवसर सबै कुराको धन्यवाद दिन चाहन्छु। यो तपाईँको जे पनि प्लानिङ हामीमा राख्नुभएको सबै कुराको धन्यवाद दिँदै आशीर्वाद गर्न चाहन्छु। यस तपाईँको उच्चारित गर्नु नाउँबाट सारा ब्रह्माण्डलाई सृष्टि गर्नुहुने अति महान दयालु परमेश्वर पिता, तपाईँको हजुरमा फेरि पनि दिन अनि नम्र भएर हुनुहुन्छु। तपाईँलाई धेरै धेरै धन्यवाद छ मेरो जीवनमा सचिन लगाइदिनु भयो परमेश्वर पिता, जुडाइदिनु भयो। धन्यवाद छ परमेश्वर पिता। अझै हाम्रो सम्बन्धमा बानिनु प्रभु, 22 तारिक बानिने छ प्रभु, त्यो अति नहुन्जेल अझै हामीलाई प्रभु तपाईँको अनुग्रहमा जोड्याउनुहोस्। अनि जति पनि प्रभु त्यो सम्बन्धमा जोडिँदछ प्रभु, सचिनसँग जोडिँदछ, उसको परिवारसँग जोडिँदछ प्रभु, मलाई अनि सारा परिवारलाई प्रभु धेरै धेरै मात्रामा आशिष दिनुहोस्। अनि हाम्रो जीवनबाट परमेश्वर बुवा तपाईँको महिमा प्रशंसा लिन सकेको उसमा चाहिँ सबै कुरा फेरि पनि हाम्रो जीवन सबै कुरालाई तपाईँलाई धन्यवाद दिँदै यो छोटो बिन्तीले माग्दछु नाजरतको यीशु ख्रीष्टको नाममा।